ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीले विश्वका कुनै पनि युनिभर्सिटीहरूमा विद्यार्थी पठाउँदै गर्दाखेरि चाहिँ पहिला आफू ड्रिम इन्टरनेसनल कन्सल्टेन्सी भिजिट गरेर मात्रै विद्यार्थीहरूलाई चाहिँ करियर काउन्सिलिङ गरेर सो युनिभर्सिटीमा होस् कलेजमा होस् पठाउने गर्छ। चाहे त्यो युकेको केसमा होस्, चाहे त्यो साउथ कोरियाको, चाहे अस्ट्रेलियाको, चाहे एबिसी अरू कुनै कन्ट्रीको केसमा होस्, ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीले कुनै पनि विद्यार्थीलाई चाहिँ युनिभर्सिटी र विद्यार्थीको कनेक्सन बनाउनुभन्दा पहिला कस्तो युनिभर्सिटी छ, युनिभर्सिटी कुन लोकेसनमा छ, युनिभर्सिटीको इन्भाइरोमेन्ट कस्तो छ, त्योभन्दा पहिलाको केसमा इन्टरनेसनल स्टुडेन्टहरू कति गएका छन् र त्यहाँ विद्यार्थीले कुन कोर्स पढ्छ। अझ म तपाईँलाई भनौँ, त्यहाँ गइसकेपछि विद्यार्थीले आफ्नो मास्टर डिग्री, ब्याचलर डिग्री अथवा पिएचडी, एमफिल, एबिसी जे त्यहाँ ग्रेजुएसन भइसकेपछि विद्यार्थीको करियर छ कि छैन, यी सबै कुराहरूको फाइन्ड आउट गरिसकेपछि मात्रै ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीले सो युनिभर्सिटीमा, सो कलेजमा विद्यार्थीहरू पठाउँदै आएको छ। त्यस कारणले गर्दाखेरि तपाईँहरूले देख्नुहुन्छ बेला बेलामा म आफ्नै भिडियो पनि विभिन्न कन्ट्रीहरू, विभिन्न युनिभर्सिटीहरूसँग चाहिँ भिजिट गरेको, विभिन्न युनिभर्सिटीको प्राङ्गणमा गएर भिडियो बनाइरहेको। तपाईँहरू पनि स्टडी इन एब्रोड, युके, अस्ट्रेलिया, क्यानाडा, साउथ कोरिया अथवा अरू कुनै कन्ट्रीहरूमा, जुनसुकै कन्ट्रीमा पनि जाने प्लान बनाउनु भएको छ 2026 को लागि। तर विश्वासिलो भरपर्दो कन्सल्टेन्सी खोजिराख्नु भएको छ नेपालमा पनि, ड्रिम इन्टरनेसनल कन्सल्टेन्सीलाई एकचोटि सम्झिनु होला।